म जस्तो गलेर बस्न बसिरहेको छु क्या होइन यहाँ चाहिँ बक्का खन्दैछन् घाम पनि उपरै लाग्छ नि त घाम चाहिँ हाम्रो टाउकैमा छ क्या यस्तो घाम लागिरहेछ नि त अनि यहाँनिर दिदीहरू पनि हुनुहुन्थ्यो खन्दै दिदीहरू चाहिँ जानु भइसक्यो अनि हामी चाहिँ अब यति छ नि त अब खन्नलाई हामी यति चाहिँ खनिसकेर जान्छौँ अनि हामी चाहिँ आज हाम्रो क्याफे बन्द गरेर आएको नि त अनि एकछिन चाहिँ अब हामी क्याफे जानुपर्छ यो चाहिँ भक्क खन्दैछु अनि मेरो मम्मी पनि यहाँ खन्दै हुनुहुन्छ पुरा सुरुवाल सोर्केर होइन खन्दै हुनुहुन्छ ल गाइस अब चाहिँ भोलि पर्सि हामी मेरो चाहिँ खन्ने पालो पुग्यो अनि यसले खन्दै चाहिँ मेरो चाहिँ लास्टै सास पढ्यो क्या गाइस होइन लसुन रोपेर खाना पनि त्यति सजिलो छैन नि त भरे गाह्रो छ नि उतापट्टि एकजना दिदी पनि हुनुहुन्छ खन्दै हुनुहुन्छ उतापट्टि चाहिँ अघि खनेर गइसक्नु भयो अनि हामी चाहिँ भर्खर खन्दैछौँ यो रोप्ने चाहिँ कहिले हुन्छ थाहा भएन अनि रोपेको पनि भिडियो बनाउँछौँ अनि पछि फलेर उखालेको पनि हामी भिडियो तर बाबाले खन्दैछ क्या यसले चाहिँ होइन तर यो ठाउँ चाहिँ बन्नलाई चाहिँ धेरै टाइम लाग्छ होला अहिले चाहिँ जस्ट हामीले यो माटो मात्र पल्टाएको सुकाउनको लागि शान्ता र शान्ताको मम्मी हो होइन म चाहिँ यहाँ बसे जस्तो मात्रै हो होइन खन्ने चाहिँ म हो है फेरि खन्ने चाहिँ म हो यहाँ म बसे जस्तो मात्रै भिडियो गरे जस्तो मात्रै हो नि फेरि सरी नि फेरि मलाई खनिरहेको छ यो पुरै मैले खन्या हो खने जस्तो चाहिँ भन्न नमिल्ने होइन मैले बनाइसकेँ अब के भन्छस् हेलो एभ्रिवान सबैजनालाई नमस्ते यहाँ त्यही हो यहाँनिर हाम्रो यस्तै चलिरहेछ है होइन यसले चाहिँ एउटा कुरा चाहिँ अति बोली तर म भन्दिनँ अहिले होइन भोलि भन्छु होइन म जो हुन्छ जो छ त्यो मान्छेलाई भेटेर म भन्छु होइन यसले अति भन्यो यसले चाहिँ होइन मलाई रिस पनि उठ्यो होइन यो मान्छे गलेर बसिरहेको चाहिँ तर ओभर थाकेर बसिरहेको चाहिँ होइन यहाँ मम्मीले खनिराख्नु भएको छ हामी हेरेर बसिरहेको छौँ यो चाहिँ अति अपराधै भइरहेछ होइन तर यसले अलिकति एउटा मिस्टेक कुरा बोली मलाई रिस उठ्यो तर यो कुरा म जो छ त्यो मान्छेलाई स्पेसल्ली भन्छु म कसम भनेको यहाँ हेर्नु है